पैसाको मनोविज्ञानको यो विश्लेषणमा फेरि स्वागत छ। आज हामी मोर्गन हाउसेलको किताबको दोस्रो अध्याय भाग्य र जोखिममा गहिरिएर हेर्दैछौँ। हाम्रो जीवनलाई बनाउने वा बिगार्ने ती अदृश्य शक्तिहरूको बारेमा कुरा गरौँ। ल, यो कुरालाई बुझ्नको लागि बिल गेट्सको एउटा भनाइबाट सुरु गरौँ न। किनभने उहाँको सफलताको कथा जति चम्किलो देखिन्छ, त्यसले भाग्य र जोखिम बीचको त्यो पातलो रेखालाई पनि त्यति नै स्पष्टसँग देखाउँछ। यो कथा हो 1960को दशकको दुईजना एकदमै मिल्ने साथीहरूको। दुवैजना हाइस्कुलमा पढ्दै थिए, दुवैलाई कम्प्युटरमा गहिरो रुचि थियो र दुवै मिलेर संसार बदल्ने सपना देख्थे। उनीहरूमा गजबको समानता थियो। दुवै उत्तिकै प्रतिभाशाली, उत्तिकै महत्त्वाकांक्षी। वास्तवमा भनिन्छ नि, केन्ट इभान्स त झन् क्लासकै सबैभन्दा तेज विद्यार्थी थिए। उनीहरूले सँगै मिलेर आफ्नो भविष्य बनाउने योजना पनि बनाएका थिए। तर उनीहरूको बाटो सोचेभन्दा बिल्कुलै फरक भयो र यसको सुरुवात भयो बिल गेट्सको जीवनमा घटेको एउटा अविश्वसनीय भाग्यशाली घटनाबाट। सोच्नुस् त, यो कुनै साधारण कम्प्युटर थिएन, यो त एउटा एकदमै एडभान्स टर्मिनल थियो। यस्तो अवसर पाउनु, लेखक मोर्गन हाउसेलको शब्दमा भन्नुपर्दा, लाखौँमा एकको भाग्य थियो। अब यो अवसर कति दुर्लभ थियो भनेर बुझ्नको लागि आउनुहोस् केही आँकडा हेरौँ। सन् 1968मा संसारभरि हाइस्कुल जाने उमेरका मान्छेहरू कति थिए होला? लगभग 30 करोड 30 लाख। त्यो 30 करोड मध्ये लगभग 1 करोड 80 लाख चाहिँ संयुक्त राज्य अमेरिकामा बस्थे। अनि तीमध्ये पनि वाशिंगटन राज्यमा बस्नेहरू थिए 2,70,000। र ती सबैमध्ये जम्माजम्मी 300 जना मात्र लेकसाइड स्कुलमा पढ्थे। त्यही एउटा स्कुल जहाँ त्यो कम्प्युटर थियो। हिसाब गर्नुहोस् त, यो त साँच्चीकै लाखौँमा एकको भाग्य भएन र? बिल गेट्स आफै पनि यो कुरा मान्छन्। उनले भनेका छन्, यदि लेकसाइड नभएको भए माइक्रोसफ्ट पनि हुँदैन थियो। तर हरेक भाग्यको एउटा अँध्यारो पाटो पनि हुन्छ, त्यो हो जोखिम। जहाँ गेट्सले लाखौँमा एकको सौभाग्य पाए, उनका साथी केन्ट इभान्सले चाहिँ त्यस्तै दुर्लभ तर एकदमै विनाशकारी जोखिमको सामना गर्नु पर्यो। केन्ट इभान्स, जो गेट्स जत्तिकै प्रतिभाशाली र मेहनती थिए, उनी चाहिँ लाखौँमा एक हुने जोखिमको शिकार बन्न पुगे। उनले हाइस्कुल पनि पूरा गर्न पाएनन्। पर्वतारोहणको क्रममा भएको एउटा दुर्घटनामा उनको ज्यान गयो। यो एउटा यस्तो दुःखद घटना थियो जसको सम्भावना पनि गेट्सले पाएको भाग्य जस्तै लाखौँमा एक थियो। हो, यहीँनिर गेट्स र इभान्सको कथाले यस अध्यायको मुख्य विचारलाई छर्लङ्ग पार्छ। भाग्य र जोखिम भनेको एउटै सिक्काका दुई पाटा हुन्। तिनीहरू एउटै शक्ति हुन्, तर फरक दिशामा काम गर्छन्। र यसले के देखाउँछ भने हाम्रो प्रयासले मात्रै जीवनको हरेक नतिजा तय हुँदैन। त्यसो भए भाग्य र जोखिमले हाम्रो जीवनमा यति ठूलो भूमिका खेल्छ भने हामीले सफलता र असफलतालाई हेर्ने तरिकामा के परिवर्तन ल्याउनु पर्ला त? यो स्लाइडले हाम्रो दिमागको एउटा गजबको खेल देखाउँछ। हामी कस्तो गर्छौं भने जब हामी आफै असफल हुन्छौं, हामी भन्छौं मेरो भाग्य खराब थियो वा मैले जोखिम भोगेँ। तर जब अरू कोही असफल हुन्छ, हामी भन्छौं उसले गलत निर्णय गर्यो। ठिक उल्टो, आफ्नो सफलतालाई हामी आफ्नो सिपको परिणाम मान्छौं, तर अरूको सफलतालाई भाग्यले साथ दियो भनिदिन्छौं। र वास्तविकता त यही हो। साहसी र मूर्ख बीचको रेखा यति पातलो हुन्छ कि त्यो त नतिजा आएपछि मात्र देखिन्छ। पछाडि फर्केर हेर्दा मात्रै थाहा हुन्छ कि कुन निर्णयमा भाग्यले साथ दियो र कुनमा दिएन। अब प्रश्न उठ्छ, यसबाट हामीले सिक्ने के त? लेखकले हाम्रो सोचाइलाई अलिकति मोड्न सुझाव दिन्छन्। बिल गेट्स जस्ता एकदमै सफल मान्छेहरूको मात्रै सिको गर्न खोज्नु किन खतरनाक हुन्छ भने उनीहरूका कथाहरूमा लाखौँमा एकपटक हुने घटनाहरूको यति ठूलो हात हुन्छ कि त्यसलाई हामीले आफ्नो जीवनमा दोहोर्याउनै सक्दैनौँ। त्यसको सट्टा हामीले के गर्नुपर्छ भने सफलता र असफलताका त्यस्ता साझा ढाँचाहरू खोज्नुपर्छ जुन धेरै मानिसहरूको जीवनमा लागू हुन्छ, जस्तै नियमित रूपमा बचत गर्ने बानी वा आफ्नो समयमाथि आफ्नो नियन्त्रण राख्ने जस्ता कुराहरू। त्यसैले यस अध्यायको मुख्य सन्देश यही हो। जब हामी भाग्यको भूमिकालाई स्वीकार्छौं, हामी सफलतामा विनम्र बन्छौं, र जब हामी जोखिमको भूमिकालाई बुझ्छौं, हामी असफलतामा आफू र अरूप्रति अलि क्षमाशील बन्न सक्छौं। त्यसो भए एउटा प्रश्नबारे सोचौं, हामी कसरी आफ्नो जितमा अझ विनम्र र हारमा अझ क्षमाशील बन्न सक्छौं?
आखिर पैसाको मनोविज्ञान बुझ्नु भनेको हिसाब किताब मात्रै बुझ्नु होइन, यो त भाग्य र जोखिम जस्ता अदृश्य शक्तिहरूलाई स्वीकार्नु पनि हो, जसले हामीलाई अझ राम्रो निर्णय लिन र संसारलाई अझ स्पष्टसँग हेर्न मद्दत गर्छ।